गुलियो स्वाद त सेम छ यार घोडाको गोबरसँग मिक्स खालको स्वाद Where is the temple is? Hello everyone, welcome to my channel. आजको भ्लग चाहिँ यहाँबाट सुरु गर्दैछु। आज चाहिँ एकदमै इन्ट्रेस्टिङ भ्लग हुनेवाला छ किनभने हामीहरू चाहिँ 5 दिनको लागि कतै ट्रेकमा जानेवाला छौँ। थम्बनेलबाट पनि थाहा पाइसक्नु भयो होला। आजको हाम्रो फर्स्ट डे भनेको चाहिँ यहाँ धरानबाट भोजपुरबाट चकेवासम्म रहने छ। आजको चाहिँ पुरै हाम्रो जिप राइड नै हुनेछ। भोलि चाहिँ हाम्रो वक सुरु हुन्छ एन्ड लुकिङ फरवर्ड टु अमेजिङ ट्रेक। सो यहाँ अनि मसँग चाहिँ अरू 3 जना मेरो साथीहरू पनि जाँदै हुनुहुन्छ। सो म देखाउँछु उहाँहरूलाई। अनि अहिले चाहिँ म सरनाको घरमा छु। सो दे आर गेटिङ रेडी। आई विल सो यु गाइज। यहाँ हुनुहुन्छ नम्बर 2 क्यान्डिडेट आजको ब्लगको। रेडी अहिले नै हिँड्नलाई रेडी भएर बसिरहनु भएको छ। उहाँ चाहिँ सुटेड बुटेड भएर। यहाँ हामी 2 जनाको 50-50 लिटरको भारी छ। अनि यहाँ तल क्यान्डिडेट नम्बर 3 को भारी छ। उहाँहरू भित्रै हुनुहुन्छ। 3 and 4 को भारी छ। उहाँहरू भित्रै हुनुहुन्छ। सिटी सफारीको यात्रा सुरु भइसकेको ब्यागले थिचेर चल्नलाई। यता सबिना इन्ट्रोडक्सन पनि खतरा खालको भयो भ्लगमा। दिस इज आवर थर्ड क्यान्डिडेट। अनि यहाँ हुनुहुन्छ 4th। पाखरीबासदेखि अलिकति माथि अनि हामीहरू आइरहेको छौँ शौचालय। पाखरीबास पुगेर चेक इन गर्दैछौँ। हालत त क्वाइट खराब भइसकेको छ। अब हामी खाजा खानु लागेको यहाँ यता हो भित्र। खाजा खान्छौँ। 9 बज्न आँट्यो होला लगभग। अब हामीलाई भोजपुर पुग्न 2 बज्छ होला। खाना स्टप। भोजपुर पुग्ने बेलामा गाडी फसेको अवस्था, भोमिट गर्दा गर्दाको अवस्था के भने कहाँ आएर भने यस्तो ठेल्दा गाडी निक्ल्यो अलिअलि गर्दै। ब्याग चाहिँ गयो। अब हेरौँ गाडी आउँछ कि नै। ठेल्दा मुन्दुम ट्रेल यहीँ भइहाल्यो भन्थ्यो नि त दाइले। त्यस्तै नै भयो। ऐसेलु टिप्दै गाडी जाम भएको ठाउँमा नारीहरू। थ्याङ्क्स। Somewhere near Bhojpur. दुईजना यहाँ सुतिरहनु भएको छ। म त सुतेको छुइनँ। उहाँ पनि भर्खर उठ्नु भएको। हलेसी दर्शन गाडीमा हामी आइपुग्यौँ भोजपुरबाट चकेवासम्म। पानी पर्नु आँट्दैछ जस्तो छ। हालत चेक इन डे 1 आइपुग्यौँ हामीहरू चाहिँ चकेवा। ब्युटिफुल प्लेस। चिसो छ मौसम चाहिँ। एकजना यहाँ हुनुहुन्छ, अर्कोजना यहाँ, एभ्री वान ब्लगर। अनि भोलि चाहिँ हाम्रो ठ्याक्कै ट्रेल यहाँबाट सुरु हुन्छ। यस्तो मिठो मौसम छ, यस्तो राम्रो। एन्ड यहाँ मुन्दुम ट्रेल लेखेको छ। यहाँबाट भोलि हाम्रो ट्रेल सुरु हुन्छ। मुन्दुम पदमार्ग यहाँहरूलाई हार्दिक स्वागत गर्दछ। 2300 मिटर हाइटमा छौँ हामीहरू। हामीले चाहिँ होमस्टे बुक गरिसक्यौँ। अनि दिस इज वाट आवर रुम लुक्स लाइक। अनि 2टा रुम पर हेड 300 रुपिज। यहाँनिर आज राति सुतेको अनि खानाको 200 रुपियाँ सादा खानाको। हामी चाहिँ होटलमा चेक इन गरिसकेको छौँ चकेवाको। अनि त्यस पछाडि
के अरे आउँदाखेरि चाहिँ डाँडा हरियो एकदमै राम्रो देखिँदै अगाडिको क्लिपमा देख्नुहुन्छ। अनि एकछिन फ्रेस भएर भ्यूहरू हेर्न जाने, यताउता एक्सप्लोर गर्न जाने भनेको पुरै धुम्मै वरिपरि केही नदेखिने गरी पुरै धुम्यो। अनि अहिले चाहिँ छिटछिट पानी पनि आउँदैछ। अनि हामीहरू चाहिँ आज रुदुङ खाजा घरमा बसिरहेको छौँ। पुरै धुम्यो, होपफुली एकछिनमा उग्रियो भने चाहिँ जाउँला हेर्नु, अब उग्रेन भने त त्यस्तै नै भयो। अनि भोलि चाहिँ अर्ली मर्निङ उठेर हामी लाग्छौँ उता मयुङ डाँडाको लागि। अहिले चाहिँ पुरै पानी पर्दैछ। सरोनाजीले टिपेर ल्याउनु भएको स्ट्रबेरी देखेको त छ कि छैन थाहा छैन, भर्खर स्पोटेड। हामी बसेको होमस्टेका आमाको किचन, एकपट्टि कफी बनाइदिँदै हुनुहुन्छ आमाले, एकपट्टि चिया, अनि हामी खान्छौँ यो बिस्कुट। अनि आमाको सेटअप यस्तो छ। 74 इयर्सको आमाले एक्लै चलाउनु हुँदो रहेछ। क्युआर पनि रहेछ। के गर्नु होइन, अब गाह्रो छ यहाँनिर। चिया पनि कफी पनि खानु दिँदैनन्, कन्टेन्ट खिच्न बोलाइहाल्छन्। Sabina is preparing for clips. उसले खानै दिएन हामीलाई, यहाँ ब्लग खिच्ने चक्करमा। बदाम त खानुपर्छ त यहाँ, सबै झरेछ। लु पानी ब्लगर मित्रहरू धेरै नै त्यहाँनिर हुनुहुन्छ। कफी सेलाइसक्यो, खानै दिनुभएको छैन उहाँहरूले। पानी कम भएर चाहिँ अहिले वेदर खुलिरहेको छ। अघि पुरै धुम्म भएको चाहिँ अहिले यस्तो छ। अनि हाम्रो होमस्टेबाट चाहिँ भ्यू यस्तो देखिँदैछ। अब अझै पानी बिसाएपछि चाहिँ अलिकति यस्तो डाँडा एक्सप्लोर गर्ने कि भन्ने कुरा छ। दिस इज 360 भ्यू, अति नै राम्रो देखिरहेछ। क्यामेराले त 1% पनि जस्टिस गर्दैन कि यो भ्यू त्यति राम्रो छ। सो यति राम्रो देखिरहेछ। चिसो चाहिँ चिसो छ, त्यस्तो अनबियरेबल चिसो पनि छैन, ठिकै ठिकै चिसो छ। अनि यता होमस्टेहरू पनि बन्दैछ। एन्ड पानी परेर खुल्दैछ मौसम। सो फुल्ली अझै खुल्छ। हाम्रो टोली चाहिँ एकछिन यो मौसम खुल्ने खासै छाटकाट नदेखेर एकछिन निक्लेको छौँ घुम्नुलाई, डुल्नुलाई। होपफुल खुल्छ होला। अहिले त पुरै यस्तो छ। दिस इज 360 डिग्री भ्यू। ओ उयो खुल्दैछ। चस्मा लाउन चाहिँ छोड्नुहुन्न है, जाडै भए पनि। अँध्यारोमा झन् अँध्यारो। स्ट्रबेरी फार्मिङ गरेर पहिले हामीले छोडेर गएको थियौँ। अहिले चाहिँ फार्ममा ठुलो ठुलो भेट्टाएँ मैले। स्ट्रबेरी। अनि कत्रो ठुलो हामी चाहिँ टिप्नु आएको होइन। खान्छ छोरी न फोरी छ यार। यस्तै अरे क्या, दिपादीले भन्नुभएको यस्तै खानुपर्छ अरे। बिजनेस चाहिँ अब हामीले पछि यसलाई लगेर धरानमा यो हाम्रो 100 रुपियाँ डलरको मानामा जान्छ। खोइ नजिकबाट देखाउनु त। 100 रुपियाँ डलरको माना कस्तो हो। हुन्छ खाएर हेर्नु त। दामी कस्तो छ भन्दा कस्तो गुलियो, स्वाद त सेम छ यार। मैले त खाएकै छुइनँ नि। घोडाले मुतेको पनि होला। ए सबै उयो छ। स्ट्रबेरी खेती मैले जुन अघि देखाएको थिएँ, अब म चाख्दैछु। मलाई चाहिँ किम्बु जस्तो लाग्यो, हल्का घोडाको गोबरसँग मिक्स खालको स्वाद। हाम्रो चाहिँ सूर्यदेवले अलिकति कुरा सुनिदिएर निक्लिनु भएको छ। थोरै हुस्सुहरू चाहिँ जाँदैछ। अनि क्यामेरामा त 1% पनि देखेको छैन, त्यति राम्रो देखिएको छ यहाँ। दिस इज सो ब्युटिफुल। चकेवा एक्सप्लोर गरेर 1 घन्टा भयो होला लगभग हामीले फोटो भिडियो लिएको, टाइम स्पेन्ड गरेको। अनि अब चाहिँ यत्रो बेरमा पनि हाम्रो अलिकति चाहिँ आश थियो वेदर खुल्छ भनेर, तर खुलेन। वेदर नखुले पनि एकदम हामीले भरपुर आनन्द लियौँ यस्तै वेदरको भए पनि। जस्तो ठाउँमा पनि हामी आनन्द लिन्छौँ। अब चाहिँ हिँडेको होइन त हो, अब चाहिँ हाम्रो होमस्टे फिर्ता जाँदैछौँ। 6 बज्नु लागिरहेछ। आज हामी छिटै नै रेस्ट लिन्छौँ होला सायद, सो द्याट भोलि चाहिँ हामी अर्ली मर्निङ उठेर हिँड्न सकौँ। तताउनु पर्ने हुन्छ गाइजहरू। सो स्टे ट्युन।
लडीपडी गर्दै लडी चाहिँ नगर्नु नि फेरि धनकुट गीत के हो ए भोजपुर जिल्ला तिक्तेल बजार भन लयन शब्द न के हो यो न तिमी भोजपुर जिल्ला तिक्तेल बजार आउँछौ हजार 1 2 3 गो कमरैमा प्रस्तुतिका साथ हाम्रो कलाकारहरू सराना राई र सलिना बास्तोला आफ्नो प्रस्तुति दिँदै हुनुहुन्छ ल भयो चकेवामा मैले एकदम यहाँनिर सरप्राइज भेटेँ यहाँनिर बस पाइन्छ भन्दै आउनु भएको थियो तर उहाँहरू त एकदम मेरो साथी हुनुहुँदो रहेछ ममताजी भूमिका पनि थियो तर कता उता रुम सोध्दैछ होला को भेटेँ मैले यहाँनिर देखिरहेछ राम्री My name is Bhumika Shrestha. पुरानो ब्लगमा देख्नु भएको थियो होला नि चिन्नु भएन भने म फेरि पनि इन्ट्रोड्युस गर्न चाहन्छु ओइ अनुहार चाहिँ कस्तो देखिरहेछ राम्रो आइरहेछ तिम्रो डिनर रेडी भयो अब डिनर खाने अनि मस्त जाने अनि सुत्ने हो अर्को कोठामा सराना दिदीहरूले गुड नाइट भनिसक्नु भएको छ र यो कोठामा सलिना हल्ला गर्दै हुनुहुन्छ अब चाहिँ रातिको 9:30 भयो 9:30 भयो हाम्रो अनुहार आएको चाहिँ थाहा छैन आजको दिनलाई चाहिँ हामी यहीँ अन्त्य गरेर भोलिको 4:45 को अलार्म लगाएको छौँ हामीहरूले शुभरात्रि सब्बा खेर मिलते हैं कल तब तक सतर्क रहिए सावधान रहिए हाई एभ्रिवान आज चाहिँ डे 2 भयो हाम्रो ट्राभलको अनि आज चाहिँ हामीहरू जहाँ हिजो बसेको थियौँ होमस्टे चखेवाबाट त्यहाँबाट जान्छौँ सुरुमा धोत्रेमा लन्च गरेर अनि डाइरेक्ट वहाँ पुग्ने प्लान छ मयुङ डाँडा अनि भ्यू त यस्तो छ पुरै ढाकेकै छ अहिले चाहिँ 5:30 हुन लाग्यो अब हामी चिया खाएर अनि निस्किन्छौँ है त अर्ली मर्निङ चिया 5:45 भयो तयार भइरहेको छौँ हामीहरू चाहिँ यहाँ रेनकोट लाएर किनकि झरङ रङ पानीले स्वागत गरेको छ बिहान बिहानै हामीलाई धन्यवाद अब पछि आउने साथीहरूलाई पनि हामी यो ठाउँमा बस्नु भनिदिन्छौँ सो दिस इज माई फिट किनभने पानी परिरहेको छ यो चाहिँ मलाई हिजो सरनाजीले किनेर ल्याइदिनु भएको रेनकोट येल्लो कलरको एकचोटि मैले नै ल्याइदिनु ल रेनकोट भनेको थिएँ यस्तो खालको त्यही भएर सजिलो हुन्छ भनेर Say hi in second day of vlog. हमारे केही ठिकै छैन तर उहाँहरूलाई चाहिँ बनाउनु परिरहेछ कन्टेन्ट यस्तो छ है अवस्था चाहिँ मिनट्स भयो जस्ट हिँडेको थाकेर हालत त अलिकति खराबै भइसक्यो एन्ड यसो खुल्ने नामै लिइरहेको छैन साथीहरू पछाडि लुगा खोल्दैछन् गर्मी भयो भनेर म चाहिँ एकछिन चाहिँ यतिकै हिँड्ने निर्णय गरेको छु अनि हामीले चाहिँ बाटोमा 5 हो कि 6 जना भाइहरूको ग्रुप भेटेको थियौँ विराटनगरको भाइहरू उनीहरू अगाडि लागिसक्यो लगभग सँगसँगै हिँड्यो भने चाहिँ सजिलो हुन्छ भाइहरू पनि आज मयुङसम्म पुग्ने अरे अनि भोलि साल्पा पुग्ने भनेको छ सो हाम्रो सिमिलर प्लान छ भाइहरू जस्तै इजी हुन्छ उनीहरूसँगै हिँड्यो भने पनि राम्रो ट्रेल आएको छ बट हुस्सुले गर्दा त केही खिच्नु मिलेको छैन सायद यो ऐसेलु होला आई गेस सो ऐसेलु राम्रो रेस्ट गर्ने ठाउँमा आइपुगेछौँ हामीहरू चाहिँ तर हामी लगभग रेस्ट चाहिँ गर्दैनौँ यहाँ जान्छौँ सिधै
मलाई त्यति नै आउँछ मलाई आउँदैन नि त को होला यो के जस्तो लाग्छ तर गेस गर्नु कुन पोजिसन जस्तो लाग्छ मेरो हाइट हेरेर ज्यान कुन कहाँ खेल्छ दिला पनि पुरो हेर्नु त नि पोजिसन थाहा छ नि कुन हुन्छ नि मलाई थाहा छैन म त फुटबल हेर्दिनँ पनि फुटबलमा त खुर्र पानी कुदाएर आउँछ नि हिँडेको ठ्याक्क 3 घन्टा भयो अनि समवेयर इन बिट्विन आइपुग्यौँ हामी अहिले चाहिँ अलिअलि घाम खुल्न आँटेको जस्तै भइरहेको छ अनि हाम्रो भाइहरूको ग्रुप अर्को ग्रुप यहाँ आइपुग्यो हाम्रो पानी भर्ने ठाउँ कसो नहल्ला एकदमै राम्रो ल्यान्डस्केपमा आइपुगेको छौँ हामीहरू चाहिँ मतलब म चाहिँ अलिकति चाँडै उताबाट क्या म स्लो हिँड्छु भनेर दिस इज 360 डिग्री भ्यू अनि हिँड्दै गर्छु है भनेर हिँडेको हाम्रो टोलीहरू चाहिँ आउँदै नै छ अगाडि अनि अनुहार त देखाउने हालतको छैन सो यही नै हो म उता रेस्ट पोइन्ट छ त्यहाँ एकछिन रेस्ट गर्छु घाम पनि मजाले क्यामेरा खोलेपछि लाग्यो है भिडियो खिच्नको लागि यहाँनिर हुँदैछ तम तयारी फोटो खिच्नलाई कस्तो मजाले पानीको आवाज आउँदैछ सायद खोला कि त झर्ना नजिकै हुनुपर्छ त्यहाँ खोला पनि देखिसक्यो एकदमै राम्रो ट्रेल छ वाउ कस्तो साह्रो नेचरको मिठो आवाज तिमीलाई कुन बाटो जस्तो लाग्यो यो कि त्यो मलाई चाहिँ यो जस्तो लाग्छ पर्ख तिमीलाई कुन जस्तो लाग्छ उसलाई मलाई पनि यतै सरनालाई ए के अरे सबिनालाई तिमीलाई सोध्दैछु ल जाऊँ न त चल्दिम साथीभाइहरू पुग्नु पर्ने त त्यहाँ माथि हो अहिलेको लागि त्यसपछि अझै यो बाटो त वेयर इज द टेम्पल छ के लाग्छ म सक्छु होला भाइ इजी दिदी इजी यत्तिको मोटिभेट गर्ने भाइ चाहिँ हुनु पर्यो है मैं तो फिर से थक गई गोरे कहाँ छौ तिमी यहाँबाट चाहिँ अब के अरे यो धोद्रेको हल्का बस स्थानहरू देखिँदैछ टिनहरू हिँड्दा बल्ल बल्ल आधी साथीहरू त हराएर कता आउँदैछन् थाहा छैन धन्न मसँग यहाँ भाइ थियो उसँग आएँ लन्च स्टप हो यो चाहिँ हाम्रो लगभग 6 बजी हिँडेको 12 बजी आइपुग्ने जस्तो इस्टिमेसन थियो 12:47 भयो 1 घन्टा एक्स्ट्रा टाइममा चाहिँ आइपुग्यौँ तर हामीले आज धेरै नै स्टपहरू रेस्टको लागि चाहिँ लिएको थियौँ अब लन्च गर्ने रेस्ट गर्ने हराएको साथीहरू पर्खिने अनि कहाँ जाने आजको हाम्रो डेस्टिनेसन मयुम चाहिँ होपफुल्ली छिटै पुग्छौँ होला त्यस पछाडिको यात्रा हाम्रो मयुमको हुन्छ मयुमकोमा चाहिँ हामी रेस्ट गर्दैनौँ छिटो पुग्छौँ चाँडै पुग्छौँ होला
टिकटकको गाउँ रहेछ मुन्दुम पदमार्ग धोद्रे देउराली चाहिँ तलैबाट लन्चको लागि भनेको थिएँ अनि यो चाहिँ हाम्रो लन्च स्टप हो शरण दाईको होमस्टे यहाँ लन्च गर्छौँ साथीहरू नाइन्जेल रेस्ट गर्छौँ अनि जान्छौँ त्यसपछि मुन्दुम चाहिँ 3 घन्टामा पुगिन्छ अरे सरी मयुङ डाँडा चाहिँ कस्तो भयो तिम्रो जर्नी ममता आफ्नो त फेरि गाह्रो छ हो भन ओभर रेटेड भन्छ नि हामी त्यसै नि ओभर प्रिपेयर्ड भएर आएछौँ क्या आफ्टर लन्च कस्तो भइरहेको लन्च त एकदम निन्दा लाग्न जस्तो हुँदैछ न सानो आशिषमा चक्लेट PM सबिना हेलो गाइज हामी चाहिँ धोद्रेदेखि माथि चढेर एउटा रमाइलो डाँडामा आइपुगेका छौँ र आजै हाम्रो भेट भएको दिदी रुजु दिदीसँग म आज दिदीलाई मैले बिहानदेखि छोडेकै छुइनँ भाइले ओभर मोटिभेट गरेर भाइ नभएको भए त म बिच बाटोमै गिभ अप हानेर रोइसक्थेँ दिदी कस्तो हुँदैछ त तपाईँको आजको यात्रा कठिन मलाई जुन एक्सपेक्टेसन लिएर आउनुभएको थियो त्यस्तै हुँदैछ कि एकदमै राम्रो छ एक्सपेक्टेसन अनुसार कि हजुर यात्रा तर कठिन छ मान्छेले त सजिलै अनि भ्यू देखाए जस्तो चाहिँ छैन पुरै हिँड्नुपर्छ अब आइपुग्यो भन आइपुग्दैन आइपुग्दैन 12 घन्टा पुग्न आँटो हिँडेको बिहानदेखि अब कोही मान्छे आउन खोजेर तपाईँको फोटो भिडियो देखेर तपाईँसँग केही टिप्स एन्ड ट्रिक्स माग्यो भने चाहिँ तपाईँले कस्तो के सल्लाह दिनुहुन्छ लाइट प्याकिङ एक जोड लाएको लुगा एक जोड बोक्ने अनि खानेकुरा अलिअलि लिएर आउने त्यति हो त्योभन्दा बेसी यो ट्रेकिङ ब्याग भरभर के ल्याउनु पर्दैन भारी मात्र बोक्दाखेरि पुरै पाटा जान्छ पाटा त्यति नै हो कान्छ अब म यता एउटा बोल्न सक्दिनँ ल ठिक छ अब हामी एकछिनमा हाम्रो भेट हुन्छ फेरि अलिक मास्तिर पुगेपछि मयम डाँडा पुगेपछि हाम्रो भेट हुन्छ अब हामी यात्राकै क्रममा छौँ यस्तो छ हाम्रो जानुपर्ने बाटो चाहिँ यस्तो रमाइलो छ ल सर अनि भन्नुहोस् तपाईँको एक्सपिरियन्स कस्तो रह्यो हाम्रो एक्सपिरियन्स चाहिँ के रह्यो मुन्नुम ट्रेल सबैभन्दा सजिलो ट्रेल रहेछ नेपालको होइन सबैजना आउनुहोस् सजिलै छ हजुरले जस्तो सोच्नु भएको थियो नि त अब तपाईँको एक्सपेक्टेसन थियो होला केही एक्सपेक्टेसनमा यहाँ आउँदाखेरि तपाईँले एक्सपेक्टेसन मतलब कि अब एक्सपेक्टेसन गरेको थियो हिँड्न सक्दिनँ होला भनेर होइन तर हिँड्न त यहाँ जति सजिलो तराईमा पनि हिँड्न सकिँदैन ल ठिक छ सर हामी फेरि पनि यो सुमधुर भ्लगमा फेरि पनि स्वागत गरौँ सबैलाई हामी मयुङ डाँडा भर्खर आइपुगेका छौँ हाम्रो भर्खर गन्तव्यको निर्धारण भएको छ जहाँ हाम्रा आदि साथीभाइहरू आफ्नो गन्तव्यमा लागिसक्नु भएको छ पर तपाईँ आफ्नो नेत्रले हेर्न सक्नुहुन्छ त्यसो भने हामी 5 जना पनि आफ्नो गन्तव्यतिर लाग्ने सुरसार गर्दैछौँ यहाँ हेर्नुहुन्छ ब्युटिफुल सिनेरीहरू हामी यो सबै तरेर आएका छौँ तपाईँहरू पनि अवश्य आउनु होला तर सिलिगुडी नचढ्नु होला सक्नुहुन्छ भने 8 छ भने चढ्नु होला हाम्रो 8 सम गइसक्यो 8 को आटा मुछेर खाइसक्यौँ हामीले होइन यति हामी एकदमै खुसी हर्षित छौँ मयुङको गोड स्टे देखेर ऊ त्यही होला गोड स्टे हरियो टिम भएको त्यहाँ हाम्रो साथीहरू हुनुहुन्छ म जुम गर्दैछु है त साथीहरूलाई पर यहाँ एकजना भाइ फेरि पनि नेक्स्ट क्लिप भनेको हाम्रो त्यहाँ पुगेर हुनेछ गोठमा पुगेर हुनेछ तपाईँहरू फेरि पनि हाम्रो भ्लगमा जोडिनु होला क्यामेराम्यान रिजु चौहानका साथ सुयोग आचार्य मुन्दुम ट्रायल फाइनली हामीहरू आइपुगेको छौँ मयुङ हौ मयुङको बोल्न पनि बिर्सिसके साथीहरू गलेर मयुङको गोठी स्टे देखिँदैछ त्यहाँ अब हामी बिस्तारै बिस्तारै अघि बढ्छौँ मेरो पनि पिक्चर है हामीसँग छन् सुयोग आचार्य दिदीको नाम सलिना बस्नेत सलिना बास्तोला कहाँ गयो तिमीहरूले हेरेनौ रिजु चौहान जाउँ न हामी जाँदै गर्छौँ पानी ल्याउ ल भोलि पनि बोक्नु त्यो बोतल ल्याउन साँच्चै भैँसी हो कि गाई हो यार कस्तो सजिलै काला खान
टाउको टाउको सिन्छु नि ऊ त्यो तलको हो क्या दिदी भेनाको फोन आएको मयू आइपुग्यो यार दिदी मयू आइपुग्यो कस्तो लागिरहेको छ तपाईँलाई अहिले एकदम यो हो नि त जोस अनि यो हो त यही चाहिएको हो नि त हामीलाई हाउस द जोस